कस्तो बिजोग हो यो बाटो त तेस्रो चोटि आएको पहिला आउँदा नि यस्तै नै थियो नाली नै बनाइरहेको थियो अहिले पनि नाली नै बनिरहेछ पहिलेसम्म बनिन्थ्यो आधा काम गर्छ आधा काम गरेपछि भागिहाल्छ आधा काम गरेपछि भाग्छ ठेकेदार छोडिहाल्छ कारण खाइदिए भएको दुई तीनचोटि आउँदा पनि हामीले फेस गरेको चाहिँ यही बाटोको समस्या हो यसलाई चाहिँ कसरी हुन्छ अब त सरकार पनि नयाँ आएको छ स्थानीय सरकार छ यहाँको सङ्घीय सरकार प्रदेश सरकार तिनै तहको सरकारले अनि प्लस हाम्रो यो त पाथिभरा क्षेत्र विकास कोषै पनि छ होइन यसले चाहिँ समन्वय गरेर चाँडोभन्दा चाँडो चाहिँ यसलाई चाहिँ मर्मत गरेर गऱ्यो भने चाहिँ अझै यहाँको पनि आन्तरिक पर्यटनहरू प्रवर्धन पनि हुन्छ होइन गुरुजी अब बाटो यस्तो छ होइन अनि तपाईँको अब छ नि अब नयाँ सरकार आएको छ बालन सरकारसँग तपाईँको अपेक्षा के छ भन्नु न बनाइदिनु हुन्छ हजुर बनाइदिनु हुन्छ ए अस्ति आएर जानुभएको छ नि उहाँले बनाइदिनु हुन्छ भन्ने आशा छ छैन केही नै